भाइ मारे चाहिँ यस्तो छ केआरसी भनेर लिन आएको बल्ल लिगल भयो छौ भाइ मारे पनि हिजो बाला पो छ त गाडी फेरि बिक्री गएको टडक दिएको छ रोमानियाको ठाउँ चाहिँ माने राउन्डबाट रहेछ चाहिँ यस्तो छ यसरी हिँडेको छ यता यता हरि हामी नेपालबाट आउने यति 4 जना ड्राइभर चाहिँ अहिलेसम्म अड्किरहेको छु है टिआरसी बनाइयो अब त्यो कन्ट्याक्ट गरेर टक्क अर्को ठाउँ जानुपर्ने अवस्था छ यहाँ सकिँदैन यहाँ गाडी चलाउनु काम गर्नु गाह्रो छ यस्तो छ बाटो ठिक छ जानु 1-1.5 घन्टा लाग्छ नि होइन हामी जानु 1 घन्टा लाग्छ होला 45 मिनट कि 1 घन्टा आधी घन्टा स्पिडमा पनि आधी घन्टा लाग्छ त्यो छ त्यो चाहिँ खाने बानी हो नि उसमा पनि देखाएर यस्तो खाने पानी चाहिँ हेर्दै हिँड्दो रहेछ अस्ति त्यहाँनिर त्यो रजाविला वर्षनामा हो ए वर्षनाको छेउनिर पुरा पानी गरेर गाडी लिएर म आउँदै थिएँ नि पापला भनेको खाने बानीमा अब कस्तो मिठो रहेछ पानी यहाँ चाहिँ देखियो सर मुलको पानी है वेलकम छ हाम्रो किसान दाइको भ्लगमा सबैजनाले एकिसु भ्लगमा सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि एकजनालाई सेयर गरेर सबैजनालाई सब्सक्राइब गर्न लाउनु होला हात राखाइ भएन अहिले चाहिँ यहाँ रोमानिएको ठ्याक्कै 8 बजेको छ भनेपछि नेपालको त्यस्तै 11 बज्न लाग्यो यो हामीलाई जोतेको नभनौँ काम गराइरहेछन् अहिलेसम्म अब कहिले गएर 50 जना छ 2टा ग्यास छ गाह्रो छ हौ खाना बनाउन पनि पकाउन गाह्रो छ त्यही माथि रुख भइरहेछ यस्तै छ युरोपको बसाइ ल है साथीहरु सहयोग गरौँ ल है घाम चाहिँ यतिकै छ शेयर सब्स्क्राइब गरौँ यता छ्यालावाला मोनेटाइज होस् क्या यो च्यानल यार कहिलेदेखि यार मोनेटाइज गर्न नसकेर तनावग्रस्त जिन्दगी ल तेरो यो पर फेरि गाह्रो छ यस्तो छ हाम्रो यो फाइन भइसक्यो हो त्यहाँ परसम्म त्यहाँ त्यो खनेको त साथीहरु हिउँ परेर यस्तो भयो काम गर्दाखेरि यस्तोमा गाह्रो छ खेलेर स्यालै पातले भयो साथीहरु लेदरे भयो यस्तो सकिँदैन यो मान्छे त उताबाट खेलिरहेछ कि अब गोल पो भन्छ त आउट आउट
बासीले कतापट्टि हो हाम्रोपट्टि हो राम्रो खेल्छ अन्तिम भाइसँग खेल्दो रहेछ क्या अन्तिम भाइसँग उ गरेर आएको यो चाहिँ बिरेनुनवाला पानी है बिरेनुनवाला पानी है रोमनियामा यस्तो पानी भर्ने खाने फेरिमा है दामी रहेछ हौ यहाँ त सही साथीहरू नुन पानी खाने ठाउँ चाहिँ तर धेरै माथि आउनुपर्छ 2 मिनट जति केही 8 बज्यो होइन अब घाम छ यस्तो छ हारेन म हार्दै हारेन अनि ऊ दादासँग 50 मागेको त्यही 50 आउने जाने भएर हाम्रो पनि छ है सनफ्लावरको फुलै घर देखेछ नि त्यो चाहिँ युक्रेन है यता हामी ठ्याक्कबाट भिडियो बनाउँदै बसिरहेको छ कोही उयो बसिरहेछ यो ट्रेनको लिक भयो यो ट्रेनको लास्ट लिक है यदि पारे रोम उयो त्यो युक्रेनको घरहरू यो सब युक्रेनको यहीँ नजिकै छ गाडी पनि कुद्दैछ युक्रेनको ओ युक्रेनको गाडी कुद्दैछ लाएर बोलेको सिग्ने युक्रेन हो यो चाहिँ यो चाहिँ युक्रेन हो अहिले हामी चाहिँ रोमानियामा कुद्दैछौँ छेला बेला रेलको लिक छ यहाँ खोला छ खोलाको उतापट्टि चाहिँ युक्रेन यतिको शीतलमा हो भने त खासै बुढ्लोले खन्ला काम त हामी क्यामेराम्यान यसरी छौँ Maramureis Kalian bisu dedos माछोको यो खोला छ हरियो देखिएको छ त्यो खोला हो खोलाको उतापट्टि चाहिँ ड्याम मलाएर युक्रेन छ ल है साथीहरू तलकोले तलकोलाई हान्ने माथिकोले माथिकोलाई हान्ने है साथीहरू चाहिँ छोड्नु भएन है अब युक्रेन देखाइदेऊ है ला मान्छे निदाइसकेछ ला दादा त छेला बेल्लै भएछ त यो चाहिँ युक्रेन है साथीहरू यस्तो छ युक्रेन हामी चाहिँ रोमानिया यतापट्टि यो ट्रेन युक्रेनको होइन यता रोमानियाको उतापट्टि त्यो खोलाले छुट्टाएको छ यता खोला पारी युक्रेन यता वारी रोमानिया मेरो ससुराली गाउँ है उता पारेको युक्रेन होइन अलि पर ट्रेन पनि आउँदो रहेछ
छ है हाम्रो गुरुजी ए बस हराएको भन्ने लामाको बस हराएको भन्ने है हामीले त बस हराएको सुविधा यहाँबाट मेरो सानो गाउँ छ भनेर पुरा मुस्ताङको बाटो जस्तै छ त है यस्तै छ त होइन पुरा साइडमा यता पहाड अफ रोड छ तर खोला चाहिँ साइडमा खोला बाटो यस्तै छ आपत छ अरे एउटा हन्ड्रेड पर्सेन्ट तिमी हामी आएको यार यो बाटो तिमी थिएनौ म चाहिँ आएको रहेछ ल होइन म पुरै बाढी आएर साथीहरू रोमानियामा यस्तो छ है बाटो यता हाम्रो गुरुजी डाँडा यस्तो छ है यहीँबाट रन्केर लानु चेल पारामा पुरा दिइरहनुपर्छ गुरुजीले अघि ब्याक गरेको थाहा छ होला नि हामी त माथि पो देख्छ त्यस बेला त पुरै नौडाँडा